नमस्कार। तपाई अहिले हेरिरहनु भएको छ नेपाल पोलिटिक्स टुडे। मिति 2082 असार 12 गतेको प्रमुख राजनीतिक समाचारहरू लिएर म उपस्थित छु। जनता समाजवादी पार्टी सरकारबाट बाहिरियो। आजको मुख्य समाचार। जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको घोषणा गरेको छ। उपेन्द्र यादवको नेतृत्वमा बसेको केन्द्रीय बैठकले संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र विकासको प्रतिबद्धता पूरा नभएको भन्दै समर्थन फिर्ता लिने निर्णय लिएको हो। अब ओली सरकार संसदमा अल्पमतमा परेको छ। 2082 को बजेट संसदमा छलफलमा। अर्थमन्त्री विष्णु पौडेलले आज राष्ट्रिय सभामा 2082-83 सालको बजेट प्रस्ताव प्रस्तुत गर्नुभयो। बजेटमा कृषि, पूर्वाधार र रोजगारीमा जोड दिइएको छ। यद्यपि रासोपा र राप्रपाले भ्रमण भिसा घोटाला प्रकरणमा छानबिनको माग गर्दै बजेट विरोधमा आवाज उठाइरहेका छन्। टेक एन्ड पे नीति हटाइयो। सरकारले विद्युत खरिदमा लागू गरेको विवादास्पद टेक एन्ड पे नीति अन्ततः खारेज गरेको छ। विपक्षी दलहरूको तीव्र विरोध र निजी क्षेत्रको चासोपछि सरकार निर्णय लिन बाध्य भएको हो। अब विद्युत खरिद सस्तो र पारदर्शी हुने अपेक्षा गरिएको छ। रासोपाको आन्तरिक खिचातानी। एक समयको शक्तिशाली नयाँ शक्ति, राष्ट्रिय स्वतन्त्र पार्टी, अहिले आन्तरिक विवादमा अल्झिएको देखिन्छ। पार्टीभित्रको नेतृत्व र नीति निर्णयमा मतभेद चुलिँदै गएको छ। रवि लामिछानेको करिश्मा पार्टीको मुख्य आधार भए पनि लामो भविष्यको योजनामा अस्पष्टता देखिएको विश्लेषकहरू बताउँछन्। सरकारको 1 वर्ष सन्तोषजनक कि असफल? यता सत्तारूढ एमालेले ओली सरकारको 1 वर्ष कार्यकाललाई सन्तोषजनक भन्दै बचाउ गरेको छ। पार्टी प्रवक्ताका अनुसार सरकारले मिथेन ग्यास अन्वेषणदेखि राष्ट्रिय योजनामा गति ल्याएको दाबी गरिएको छ। तर विपक्षीहरू भने यो सरकार पूर्ण रूपमा दिशाहीन भएको बताउँछन्। यति नै आजका प्रमुख राजनीतिक अपडेटहरू। तपाईको विचार के छ? सरकारको बहुमत जोगिनेछ त कि नयाँ समीकरण बन्नेछ? कृपया कमेन्ट गरेर आफ्नो धारणा साझा गर्नुहोस्। यदि तपाईले हाम्रो सामग्री मन पराउनु भएको छ भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। फेरि भेटौँला भोलिको अपडेटसहित। धन्यवाद।